रिबन लिप्ने हो भन्नु न सबैजनाले लिएर आउनु न सफारीमा धेरै पातलो भएछ क्या मन्दया प्रतिग्रहयो ब्रह्मणसंज्ञा प्रतिग्रहं मन्यमान तपस्वी जोयसुमुनः अनुमामिनो जीवनः सजोदोषो ब्रह्मणस्य जीवयां जगन्नामकनिधे निरंबतवेदः प्रेतानन्दस्नेहः सिलोचवरिकं परदेशमितो धर्ममहासंभ्य संजहारा मर्यादितत्मं गिरेव तिष्ठानाति प्रवेशं समवेदिकन्ति समुदरिते विप्रहदेशं मत्पर्यतः धनवर्षं नचिरात् दापद्यो नो हिमानवा सर्वसमुद्रे रागः विद्रेन्द्रव सर्वदः आत्मनामत्मयं दिनो यातागतपतिर्गदा एवमेदं नर्पते विमाने नर्गवर्धना उदये हा शुभं कृष्णां हृदयं जमुना श्रीवन् विप्रवैभूतः बाह्यरे भगवान्तरे खड्गेन हुदाकृतः नक्तोरि संगतपुनः वैष्णवृक्षातु राजनीय जीवित मृगैश्चराते सर्वजन्मापि प्ररूपिणः न स्वावृतं जन्मनः सोदवेद्यं पदति विश्वः प्रियां वृद्धमन्तमते हृदये वृत्तिकृतं जन्मः वेदध्ययं पुनः स्वाहा बल्यान्या देव्यदोदनः उपद्रितमुदमः मातृपाण्यमरं करिष्यते यादृश्यो योऽसयसिता विदयो मूढधीरया अप्रतस्थाननुध्यायान् मृत्युभां विभसे तमः जय जय श्रीमद्भगवते महापुराणपरं संहितायाम् एकादशमे सप्तदशोत्सवः कृष्णयुगवासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः भगवत्तवत्सल भगवान् को एकजनाले सबै कुराहरू यसरी मिलाएर लिनु होला एकातिर अनि दुनाहरू पनि लिएर आउनु होला एकजनाले तिलान पानी उपर राम्रो हो फेरि यता भेटमा तिलान पानीहरू बाँडेर हजुरहरूले युज गर्नु होला मैले पानी समाउनु भन्दाखेरि पानी समाउँदाखेरि यताले उताले भन्न थाल्यो भने अप्ठ्यारो हुन्छ किनभने पानीमा एउटा एउटा तेल अपवित्र पवित्र वा सर्ववस्थांगतो पिबा यास्मरे पुंडरीकाक्षं सभायाभ्यंतर शुचि भन्नुहोला ओम पुंडरीकाक्ष पुनातु ओम पुंडरीकाक्ष पुनातु ओम पुंडरीकाक्ष पुनातु सबैले औँठी लाउनु भयो हुने जतिले अब छैन हिजो अस्ति लाउनु भएको थिएन आज चाहिँ लाउनु भन्नुहुन्छ भने अब व्यवस्था गर्नु होला राधे पवित्र धारणं पवित्रेस्तो वैष्णव्यो सवितुर्वः प्रसव पुण्याने चित्रेण पवित्रेण सूर्य सरस्वती तसते पवित्र पदे पवित्र भूजने तत्कमः सबैले लाउनु भयो एउटा एउटा कुस्लेर पानी समाउनु त ओम पृथ्वी मन्त्रस्य मेरो पृष्ठस्य सुग्रम समर्पितता आसन पवित्र किरणी विनियोग आफू आफू बस्नु भएको आसन हुने राज्य दिनु होला त्यसलाई अब एउटा सिनको बनाएर हामीले बाटो अनि अलिअलि रातो रङ दल्दिनु पर्यो काँचो सिकाइदिनु अगाडि ठ्याक्कै हामीले यो यज्ञ बनाएको यो लाखपतिको यज्ञ बनाएको ठाउँमा यसो पूजा गरिदिनु चन्दन फुलले बातीमा होइन है मुनि भुइँमा पृथ्वी त्वया धृता लोका देवी त्वं विष्णुनादिता त्वं साधारणं देवीं पवित्रं कुरु चासनमा यसो छोएर ढोकिदिने ओम भूमि नमः आदर्शक्य नमः कमलासने नमो नमः कान्छो जनै सुपारी ल्याएर यसो मिलाएर लैजाउँ न ल सबैले हातमा चन्दन जुत्ता फुलहरू लिनु होला बोल भक्त वत्सल भगवान को भयो चन्दन जुत्ता फुल दुबो यसो फलहरू खेतीहरू जे जे छ अब यथाशक्ति
हातमा लिनु होला पहिले बुवा एकजनाले हजुर एकजनाले यो मूल दियो हालिदिनुहोस् त यता यताको ल एकजनाले अलिअलि सर्स्यौँ फेरि छ नि यहाँ ल्याएको अलिअलि सर्स्यौँ एकैछिन त्यो पाल्दैन ल यसो ओमको मन्त्र स्मरण गर्नु होला ल सबैले लु भन्नु त ओम स्थिरो भव विद्वङ्गः सुरभव जवन्नः प्रेतुर्भव सुकृतस्तमग्नेः पुरी प्रवाहण पूर्व कर्म साक्षिणी भवोदितस्तरण देवताभ्यो नमो नमः एउटा साथ राखिदिनु कुसको टुक्रो पछाडि अनि एउटा छोप्नेले व्यवस्था गरिदिनु होला त्यहाँ है ओम भरुवसा कर्म साक्षिणी दिवस्तरण देवताभ्यो नमो नमः यागस्य यतिष्ठ यावत् यज्ञं करोमि तावतं सदृश प्रसन्नो भरतो भवः त्यो सर्स्यु लिने एकजनाले हातमा सर्स्यु देब्रे हातमा राखेर तानीहरू सोभिदिने सोप्नुभयो ल अपा सर्वन्त हे भूता भैम संस्कृता हे भूता विघ्नकर्तारः तेन सन्तु शिवज्ञया अपक्रामन्त भूतानि पिशाच सर्वदिशं सर्वेषां विरोधेन लक्ष्यवर्तिक दीपस्थ देवता प्रज्वलित आदिकर्मण ज्ञातकशमुख पितृधरादिकर्मण तथातः सप्ताह यज्ञादिकर्म समारभित ओम प्राचे नमः पूर्वतिर ओम अवाचे नमः दक्षिणतिर ओम प्रतीचे नमः पश्चिमतिर ओम उदिचे नमः उत्तरतिर ओम आग्नेयेश्वराय नमः मतिर ओम नैऋत्येश्वराय नमः दक्षिण र पश्चिमको बीचमा ओम वायुव्येश्वराय नमः पश्चिम र उत्तरको बीचमा ओम ऐशान्येश्वराय नमः उत्तर र पूर्वको बीचमा ओम ऊर्ध्व दिशा अन्तरिक्षाय नमः आकाशतिर अलिकति भुइँमा ओम भूमि नमः के भ्याउँदै हुन्छ म सर्छु भन्दैछु नि राधे ल यता चाहिँ भनेको मैले सबै भ्याउदिनु भयो सर्छु ल यसो अलिअलि छ भने यसो शिरमा पनि घुमाइदिनु 3 चोटि भूत प्रेत बाध विघ्न आदि समस्त दुर्भिक्ष कर्म भ्याउदिनु अब है यो बाल्यो नि होइन अलिकति गुरु धूप पनि पाल्दिनु होला सबैले हातमा चन्द्रनी चोट बोलिनु भयो यता वर्ष चेलीहरूले शिर ढाक्दा राम्रो है चेली बेटीहरूले चाहिँ यसो शिर ढाक्नु त्यसो गरौँ अब एउटा अलिक ठुलो टम्बरीमा धान अनि एउटामा चामल ल्याएर त्यसलाई माथिबाट ट्याक्का राखिदिनु जी बिल्कुल त्यो बाती व्यवस्था गरिदिनु एउटा यत्रो यत्रो सिन्कोमा बाती माथि बटाइदिनु ल्याएर राखिदिनु तेल भरिदिनु सबैले लिनुभयो हातमा चन्द्रनी चोट फुल दुबो सिंह फल सबैले लिनुभयो लो घरका कुल देवता इष्ट देवता सम्पूर्ण ज्ञात अज्ञात पितृहरूको पनि उतारोस् भन्ने कामना गर्नु है सबैले एक चित्त हुने ल ओम श्रीमन् महागणाधिपतये नमः मङ्गलमूर्तये नमो नमः हरि ओम स्वस्तिनेन्द्रो वृतस्रवाः स्वस्ति नः पूजा विश्ववेदाः स्वस्ति नताक्षररिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णीभिः शृणुयामदेवा भद्रं पश्येमाशुभजत्राः स्थितिरङ्गे तुष्टुभागुं शतनो बिर्वसेमहिते वलितं जटायुः शतमिन्म शरदो अन्तिदेवा चित्रान्तशिखरा जलसन्तनुनाम्ना पुत्राशोचितपितरो भवतिमानो मध्यादिदिगतायुर्गन्तोः आदितिदेवरदितिन्दर्चमतिमातरसुविता सुपुत्रः विश्वे देवा आदितिः पञ्चजना आदित्यजातमतिर्जनितोम्मा जौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरपः शान्तिरुदया शान्तिः वनस्पतयः शान्तिर्विश्वदेवः शान्तिः शान्तिः सर्वगुं शान्तिः शान्तिरिव शान्तिः सामा शान्तिरेति जतो यतः समीहसे तदनो अभिन कुरु सन्नः कुरु प्रजाभ्यो भयन्नः पशुभ्यः गणानां त्वा गणपिङ्गवामहे प्रियाणां त्वा प्रियपिङ्गवामहे दिगनां त्वा निर्पिङ्गवामहे वसो मम आहमसानि गर्भतमतमदस्कृतम्मा अम्बे अम्बिकम्बालिके नमानि कृष्णः स्वस्यतत्रगा सुभद्रिकां काम्पेदवासिनिम्मा त्र्यम्बकं जदामहे सुगन्धिं पुष्टिवर्धनं मा ऊर्वारुकमिवन्दनात् मृत्युर्मुख्यामामृतात्ता नमः सम्भवाय च मयो भवाय नमः शङ्कराय च मस्कराय च नमः शिवाय च सुभद्राय च इदं विष्णुर्वे चक्रमे त्रिधानि तदीपदं समुडमतुमुसुरि स्वाहा कृष्णेन दशा वर्तमानो निवेशयन्नमतं मतं च हिरण्यं सुभद्रं च धूनानि पश्यन्नः ओम श्रीमन्महागणाधिपतये नमः ओम लक्ष्मीनारायणाभ्यां नमः ओम उमामेश्वराभ्यां नमः ओम शशिब्रह्मराभ्यां नमः ओम पार्वतीनगर्भाभ्यां नमः ओम ब्रह्मासु सत्यनारायणाभ्यां नमः ओम मातृपितृगुरुसहजमलेभ्यो नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः स्थानदेवताभ्यो नमः वास्तुप्रतिदेवताभ्यो नमः एतत्प्रधानसमप्रतिदेवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमो नमः निर्विघ्नमस्तु सुमुखास्तैकदन्तसा कपिलो गजकर्णका लम्बोदर सुविकटोपिघ्नः सुविनायका धूम्रकेतुर्गणाध्यक्षो बालो चन्द्रगजानन द्वादशे महाप्रीधुर्भवसुतसमने पुरीकपाः यता महापतिले बाल्नु एकजनाले महापतिले बाल्नु फट्टै आउनु ओम स्थिरो भव विद्वङ्गः श्रीभगवान् जगन्नाथ प्रीतुर्भवसुतसमने पुरीकपाः भर्वसः
दीपस्थान देवताभ्यो नमो नमः लु बसेर एउटा दुना दुईटा दुना राख्नु ल यो महापतिको लागि र त्यो लक्ष्यपतिको लागि स्थिरो भव विभङ्गा सुर भगवान् प्रीतुर्भव सुखदस्तमने पुरीठबाणः सबैलाई पाठ गर्नु अलिअलि ॐ नमो भगवते वासुदेवाय बाल्नु बाल्नु अब ढिलो नगर्नु लु बिस्तारै बिस्तारै बाल्दै हेर्नु सबैले हात लगाइदिनु राधे हरि ओम स्थिरो आफूतिर काट्ने स्थिरो भव विभङ्गा सर्वभूमवतः प्रीतुर्भव सुखदस्तमने पुरीठबाण भूर्वसा सपदाले चौतुकति तहन देवताभ्यो नमो नमः अब भनेको त्यो छेउछेउ गर्ने बाल्दिनु होला है अनि त्यहाँबाट त्यो अगरबत्तीलाई चाहिँ सबैजनाले एकै ठाउँ भेला पारेर कतै साइडमा राख्नु त्यहाँ माथि हाल्न मिल्दैन यसो डल्लो पैसाहरू छन् भने ल्याएर छेउछेउमा राखिदिनु पर्यो भित्र हाल्न पाइएन माथिपट्टि त्यो उसहरूले बनाएको ठाउँमा राखिदिने त माथि बाँधेन हाल्नु मिलेन ओम भन्ने बाल्यो कि अरू अरू पिटी भन्ने बाल्यो है राधे ओम भन्दै बाल्दै गर है अब एकैछिन बेला हुँदैछ त्यसको पनि हातमा तिन लिनु होला सबैले बोलभद्र भगवानको त्यहाँ हिँड्दा घुम्दा फेरि तातो होला राधे सबै हातमा तिन लिनु त जेब्रे हातमा तिन लिने दाहिने हातले त्यो तिनलाई अलिअलि 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 गर्दै यहाँ घुम्दै 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 हामी चढाउँदै जान्छौँ ल पहिले चेलीहरू माताजीहरू अगाडि लागिसक्यो अनि पिताजीहरू अगाडि लाग्ने पछाडि अनि त्यहाँबाट पछाडि हिँड्नु होला श्रीमतीलाई अगाडि लाउनु पर्यो ल बिस्तारै बिस्तारै पूजा गर्दै 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 जाने हरि हो सहस्रशी रेखा पुरुग्रह सहस्राच सहस्रपात बिस्तारै बिस्तारै सहस्राच सहस्रपात सभूमिं सर्वतस्त्रित्वा त्यति च दशां गुलाम्मा पुरुषै वेदं सर्वं सुभूतं गच्छदाभ्यं पुरुषै वेदं सर्वं सुभूतं गच्छदाभ्यं उत्तम सामवेदमातृहति एतावानसमेमादिजं दुर्गापादस्य सभूतानि त्रिपण्डितमन्त्री त्रिपादो सौदि दुर्गापादस्य आपन्नः ततो दिशान्तग्रामशासनानसनादि और बात में ततो विराट गए त्रिपुर सुधा तस्मात् तस्मात् सर्वोपरितः सामान जलिए ठंडा गुण से दिए धर्मादेवता तस्मात् तस्मात् त्वां जन्यान्तं प्रोक्षं दुर्गं गृहातेन देवसुन्दरीर्गर्गर्मा मूर्खाङ्गिमशयसिद्धिमौर्गिर्मागस्ते ब्राह्मणोषप्रमासितो होराजनिहान्वितः ऊरुद्रजदा चन्द्रमामुख्यातोज्योतिर्गसुप्रदेशमनुपूर्णः नाभ्याः सीतम्बरः जन्मरुजन्हर्गा देवाजनमनोतः वसन्तो स्यासीदाग्निसमद्भिः सप्तास्यासंसन्तन्तकृताः देवाजन्मपूर्णसमा जनेन जन्मजन्म धर्मधर्मान्य सन्ना पिहनागं महिमानः सततप्रसादः शान्तिरेवाः बोले श्रीमद् भागवत महापुराण को सप्ताह ज्ञान महायज्ञ को कौरिण्य गोत्र मध्यभूत संपूर्ण ज्ञात ज्ञात पितृहरू को कौरिण्य गोत्र मध्यभूत संपूर्ण ज्ञात ज्ञात मातृहरू को भक्तानि भगवान को भगवान को अब बिस्तारै बिस्तारै हजुरहरूले भगवानका नामहरू अब उता बडा आउँदैछ हजुरहरू नाच्दै 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 अनि